गाइज के छ अनि हालखबर सबै सञ्चारमा हुनुहुन्छ नि गुड मर्निङ ल। आज बिहान हजुरहरूलाई म टक्क मालदिप्सको हैन दामी सिनहरू हैन बोर्डहरू ल अनि मैले चाहिँ काम गर्ने ठाउँ हैन मेरो ड्युटी पोइन्ट आज यहाँ परेको छ हैन। अहिले चाहिँ म ड्युटीमै हो हैन। आज यस्तो छ हाम्रो ठाउँ, हामी काम गर्ने हैन रिसोर्ट हो यो, राम्रो छ। अनि मैले हजुरहरूलाई देखाइरहेको छु नजारा हेर्नुस्, चारैतिर समुद्र हैन, कस्तो दामी के। उता एउटा रिसोर्ट त्यहाँ छ हैन। मर्निङ भाइ हैन, यस्तै कामहरू चल्दैछ। रिसोर्ट हाम्रो यहाँ गेस्ट आउने जाने हैन ठाउँ यो। बोर्डमा गेस्टहरूलाई ल्याउने अनि छोड्ने आधी घन्टा लाग्छ हामीलाई माले पुग्नलाई। मालेदेखि गेस्टहरू आउने जाने गर्ने हैन बोटमा। हजुरहरूलाई देखाइरहेको छु नजारा यहाँको। यो त्यहाँ सानो आइल्यान्ड छ, अर्को त्यो सानो आइल्यान्ड छ। यो हाम्रै रिसोर्टको हैन। हाम्रो रिसोर्टको टक्क घाम लाग्दिरहेको कस्तो दामी हैन। हेर्नु न, हावा चलिरहेछ सिरिरी हैन, दामी हावा चलिरह, पानीहरू कस्तो दामीले बरिरह। ठिक छ, जे होस् रमाइलै छ। ड्युटी भइरहेछ, 17-18 महिना कटिसक्यो मालदिप्समा। अब अझै 6-7 महिना काट्नु छ, त्यसपछि टक्क घर आउने छुट्टीमा हैन दामी पाराले। यस्तै छ है गाइज हाम्रो मालदिप्सको बसाइ। यस्तो रिसोर्टहरूमा काम गर्दै बस्ने। ल गाइज, ओके बाई।